नमस्कार, लिटरेचर एन्ड थियोलोजी च्यानलमा तपाईँलाई स्वागत छ। साहित्य र धर्म सम्बन्धी यो च्यानलमा तपाईँले विभिन्न कुराहरू सिक्न सक्नुहुन्छ। शब्दले जीवन परिवर्तन गर्न सक्छ भन्ने विश्वास गर्ने सबैका लागि यो च्यानल समर्पित छ। यहाँ साहित्यको सौन्दर्य र धर्मशास्त्रको सत्यतालाई एकसाथ प्रस्तुत गर्दै हामी ज्ञान, विश्वास, चरित्र र सृजनशीलताको यात्रामा अघि बढ्नेछौँ। यस च्यानलमा तपाईँले कविता, कथा, विश्व साहित्य, नेपाली साहित्य, पुस्तक समीक्षा, साहित्यिक विश्लेषण, बाइबलीय शिक्षा, धर्मशास्त्रीय अध्ययन, प्रेरणादायी सन्देश तथा जीवनलाई सकारात्मक दिशामा डोर्याउने विचारहरू पाउनुहुनेछ। हाम्रो उद्देश्य केवल पढ्ने वा सुन्ने मात्र होइन, लेख्ने, सिर्जना गर्ने, गहिरो सोच र अरूलाई प्रेरित गर्ने संस्कृतिको विकास गर्नु हो। हामी विश्वास गर्छौँ कि असल साहित्यले मानिसलाई बुद्धि सिकाउँछ र धर्मशास्त्रले परमेश्वरलाई चिन्न मद्दत गर्छ। जब यी दुवै एकसाथ आउँछन् तब जीवनमा आशा, बुद्धि, प्रेम, सत्य र सकारात्मक परिवर्तनको सुरुवात हुन्छ। यदि तपाईँ विद्यार्थी, शिक्षक, लेखक, सेवक, प्रचारक वा ज्ञान र सत्यको खोजी गर्ने कुनै पनि व्यक्ति हुनुहुन्छ भने यो च्यानल तपाईँको आफ्नै सिकाइ र प्रेरणाको मञ्च हो। हामीसँग जोडिनुहोस्, सब्सक्राइब गर्नुहोस्, नोटिफिकेसन बेल थिच्नुहोस् र प्रत्येक नयाँ भिडियोसँगै ज्ञान, विश्वास, सृजनशीलताको यात्रामा सहभागी बन्नुहोस्। आउनुहोस्, साहित्यलाई प्रेम गरौँ, धर्मशास्त्रलाई गहिराइमा बुझौँ, सिर्जना गरौँ, अरूलाई प्रेरित गरौँ र शब्दको शक्तिद्वारा समाजमा सकारात्मक परिवर्तन ल्याउँ। धन्यवाद। परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिनुभएको होस्।